Hello everyone, welcome back to my new video. अनि आज चाहिँ देउसीको दिन, अब तिहार पनि लगभग सकिन लाग्यो, भोलिदेखि त सकिन्छ नै। अनि म चाहिँ अहिले फुल हुँदैछु। फुल भन्दा पनि यो साल चाहिँ फुल भएन नि त, अनि त्यही भएर यो हुँदैछु नरिवल। यो साल चाहिँ फुल नभएकोले गर्दा अलिकति तिहार पनि छिट्टो भयो नि त। अब कार्तिक लाग्दा नै भयो, अनि त्यही भएर फुलहरू पनि खासै भएन, फुलेकै छैन। अलिअलि फुलेको छ, त्यसले नपुग्ने भयो। अनि त्यही भएर चाहिँ मैले यो ल्वाङ र नरिवल उन्दै गरेको। अनि त्यस पछाडि त्यति लगाइदिने, अनि थुङ्गा लगाइदिने, त्यति नै हो। अनि अहिले चाहिँ म यहाँनिर एक्लै उन्दैछु। ल यहाँ बना, अब हातले छेकिँदा हाल्छ। लास्टै गाह्रो छ हो, यो हात दुखेर यहाँ कालै भइसक्यो योले ल्वाङले। हाम्रोतिर चाहिँ यस्तो पनि लाउनुहुन्छ, डबल कसैले चाहिँ डबल लगाइदिनु हुँदो रहेछ। अब फुल नभएपछि एउटा न एउटा जुगाड त गर्नै पर्यो, गाह्रो छ नत्र। यस्तो गाह्रो छ कि यो कसरी पो गर्नु भन्दै थियो। को छ त्यहाँभित्र? खै, हाम्रो चाहिँ यस्तो भएको छ अहिले। यो मखमली पनि एक दुईवटा रहेछ, अनि यता बिचमा यस्तरी लगाएको राम्रो देखिँदो रहेछ। तपाईँ देखि नै हाल्नुहुँदैछ कि? अनि यस्तो भइसक्यो हात, यहाँ यस्तो भइसक्यो हात, भैँसी जस्तो भयो। भैँसी जस्तो भएर को चाहिँ अनि अब बिहे गरे सबै भैँसी त। अहिले चाहिँ यहाँ कस्तो फुल पनि हुनिसक्यो, भन्दा पनि दुईटा बाँकी छ। अनि माथि घाँस पनि काट्दै, अनि सुन्तला जुनार टिप्दै जाँदैछु माथि। हामी चाहिँ थाक्यो, भिडियो पनि कति पनि भएको छ। मेरो हात यस्तो भएको छ, कालो न कालो। यहाँ चाहिँ नि टिमुरको खेती त होइन, तर रोप्नु भएको रहेछ, मजाले पाकिरहेछ, कालो भइरहेछ। यो बोटहरू 5-6 बोट रहेछ, यो चाहिँ रोपेको बोटहरू हो। कत्रो अम्बक त्यहाँ पाकेको हेर्नु त। ओ देख्नुभयो? टिपौँ न, तर गिल्लो होला। तपाईँको भयो कोदरो, कस्तो दामी देख्दैछ। अब यस्तो छ मेरो लुगा चाहिँ, फेरि आउटफिट काँडाले आयो कम्ता राम्रो देख्दैछ। दामी फुल त रहेछ अलिअलि, के गर्नु, यस्तो काँडा घारीमा रहेछ। अब यो पालि फुलको
योपालि फुलको प्रब्लम पुरै अनि पोहोर चाहिँ दामी लाग्थ्यो फुल यस्तो गर्नुपर्छ लाउरोले यहीँ झर्छ अनि फेरि पलाउँछ यहाँ चाहिँ सुन्तला पनि छ पुरै अनि यहाँ जुनार यहाँ मच्छरले टोकेर निधारमै यहाँ हेर्नु न घर यस्तरी छ के हो त्यो सुन्तला कि यो जुन नटिपेको मैले यस्तो यस्तो खालको अलिक ठुल्ठुलो मैले तल्लोपट्टि टिपेको छु कति दाना 6-7 दाना टिपेको छु एउटा त पाकेको के हो त्यो एउटा कुहिएको छ पाए यहाँ देखाउनु त त्यहाँ छ अम्बक पनि रहेछ नि पाकेको रहेछ एभोकाडो पनि कस्तो हुन्छ यहाँको एभोकाडो मिठो छ मिठो अम्बकका उवाला पनि रहेछ रातोवाला त्यो त मिठो हुँदैन हौ सबै किरा किरा यता पहिला त मिठो थियो नि जिमियारको पाकेछ है यस्तै हुन्छ सुन्तला काँचोमा नि यस्तै हुन्छ रातो काँचोमा रातै त हुन्छ त होइन होला हो हो बाउलाई जस्तो पहिला हामी कार्तिक महिनामै उमा गएको थियौँ कि कविता दिदीको घरमा म त एउटा खाइसकेँ मिलो होला अनि बाङ्गो हुँदैछ ए हल्का गुलियो पस्दैछ नि अनि त्यहाँ बोटै छेउमा पुगेपछि त हुँदो रहेछ नि त रस मात्रै खाइँदो रहेछ धेरै भएपछि त चुस्दै फाल्थ्यो अब बगैँचैभरि अस्ति हामी च्याम्के जाँदा पनि थुप्रो छ सुन्तला अन्नपूर्णमा के गयो त्यति टाढो छ अन्नपूर्ण पनि मेरो भिडियो बनाउने मान्छे मेरो साथी गाउँको सानैदेखिको साथी होइन है तर साथी होइन भाउजू हो लामोले भए पनि हान्नु सबै ल्याउनु भन्नुहुँदै थियो अरे आजको वेदर यस्तो छ छोटो भयो नि त यो लुगा यस्तो छ ए काँडा पोको पोरी गएको छ खोइ खोइ देखाउनु त काँडा कम्ता छ यस्तै हुन्छ मेरो पनि यस्तै छ के गर्नु त यस्तो काँडा यो रोपेको त्यो खाने चिज फलाउने चिज भए यसरी हुन्छ बेकारमा नि अनि यो मस्याम रोपेको चिज चाहिँ यस्तो छ बरु फ्याँकी पठाउने अनि आफै हुँदो रहेछ बरु नि ऊ हेर्नु भटमास के भएको यस्तो तिहार अब मेरो पहाडको सेकेन्ड लास्ट भिडियो यही हुनसक्छ होइन अब भोलि बनायो भने बनाइहाल्यो नत्र अन्तिम चाहिँ अब गढी डाँडा गइयो भने गढी डाँडाको बनाउँछु त्यहाँ पनि गएन भने यही हो अन्तिम भिडियो
दसैँको टिकाकै हालेको छैन। त्यस्तो नेट चल्दैन। अब यो च्याम्केको पनि अघि बिहानदेखि हालेको पसेको छैन। भर्खरै 70 71 कति हुँदैछ। अब बिस्तारै पस्छ होला। त्यही हो, बिस्तारै हाल्दै जाने। यो साल चाहिँ यति मात्रै फुलेको छ। तर फुल्नु त फुलेछ कि सबै भाले भएछ क्या। यो सबै पोती भएको भए चाहिँ राम्रो हुन्थ्यो। उयो सबै भाले भएछ क्या। अनि यस्तो बिजोक। यो अब टिप्नु पर्यो। यसले त भोलि नै टिप्दा हुन्थ्यो। एउटै साइजको छैन कि फेरि सबै यस्तो छ के। कुनै सानो छ, कुनै ठुलो छ। एक माला चाहिँ बनाऊ भनेको के हुन्छ है। सबै भाले फुलेर हुन् नि यो। मजाले फुलेकै छैन। यति त भयो। अब तल अनि पर घर अगाडि टिप्नु पर्यो। यति त भयो। अब चाहिँ खाना पनि खाइसक्यौँ। अनि त्यस पछाडि यहाँ फुल फेरि उड्न आँटेको। यो 2टा उड्नु बाँकी नै छ। अनि यो कतिवटा पुग्छ। एउटा बनाउनु भनेको यसको के हुन्छ। अब 8वटा चाहिँ अघि नै गरिसकेको छ। जम्मा 10जना हुनुहुन्छ। अनि अब यहाँ हुन्छु म चाहिँ। मैले चाहिँ यो राति हुनेको 3टा आफ्नो दाइहरूलाई चाहिँ 3टा रेडी बनाएँ। यो खोजेर अनि यो चाहिँ नरिवल र ल्वाङ अनि उको मखमली। अनि यहाँ चाहिँ रेडी हुँदैछु अहिले। अनि यो रेडी भइसक्यो। अब त्यस्तै के बाँकी छ। अनि अब आजको भिडियो चाहिँ अर्को पार्टमा आउँछ। अर्को भिडियो आउँछ। यहाँ यसलाई चाहिँ यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ।